नमस्ते फेरि पनि उपस्थित भइसकेको छु अर्को एउटा भिडियोको साथमा। आजको यो भिडियोमा तपाईलाई क्यानाडाको एउटा नयाँ प्रोग्रामको बारेमा जानकारी दिन गइरहेको छु, किनभने अहिलेको अवस्थामा चाहिँ यो प्रोग्रामबाट कतिपय साथीहरुको सिलेक्ट पनि भइरहेको छ। त्यसदेखि पछाडी यदि तपाईसँग चाहिँ स्किल एक्सपिरियन्स कम छ, त्यसपछि तपाईको पढाइ कम छ अथवा तपाईको अलिकति कम लागतमा चाहिँ क्यानाडा जान चाहनुहुन्छ नि, यो चाहिँ तपाईको लागि सबैभन्दा राम्रो प्रोग्राम रहेको छ। र यसभित्र चाहिँ तपाईको सबै किसिमका जबहरु उपलब्ध छन्। तपाईसँग जुन जबको एक्सपिरियन्स छ त्यही अनुसारको जबमा पनि एप्लाई गर्न सक्नुहुन्छ। अथवा तपाईसँग एक्सपिरियन्स छैन भने तपाईले एग्रिकल्चर अथवा तपाईको फ्याक्ट्री वर्कर यस्ता नर्मल खालका जबहरु हेरेर पनि तपाईले एप्लाई गर्न सक्नुहुन्छ। र यसको बारेमा सम्पूर्ण कुराहरु बुझ्नको लागि तपाईले यो साइटमा जानुपर्ने हुन्छ। यसको लिंक तपाईलाई म मुनि राखिदिने छु। त्यहाँ गएर तपाई आफैले पनि सम्पूर्ण कुराहरु बुझेर चाहिँ तपाईले आफ्नो हिसाबमा एप्लाई गर्न सक्नुहुन्छ। यसमा सबै किसिमका जबहरु छन्। तपाईको जुनसुकै क्याटेगोरीमा पनि एप्लाई गर्न सक्नुहुन्छ। र यो साइटमा तपाई आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ न्यू ब्रन्सविक पाइलट प्रोग्राम भन्ने रहेको छ। यो चाहिँ तपाईको न्यू ब्रन्सविक भन्ने ठाउँमा चाहिँ विभिन्न कामदारहरुको सर्टेज भएको कारणले गर्दाखेरि तपाईको त्यहाँ 5 लाख कामदारहरु चाहिँ भित्र्याउने हिसाबमा चाहिँ यो खालको प्रोग्राम त्यहाँ खुलाएको छ अहिलेको अवस्थामा। त्यसदेखि पछाडी भनेको अब यसमा तपाईले यहाँ 5-6 वटा कम्पनीहरु दिएको छ। ती कम्पनीबाट चाहिँ तपाईले जब अफर लिनु पर्ने हुन्छ। ती कम्पनीमा तपाईले एप्लाई गर्नु पर्यो। त्यसदेखि पछाडी तपाईको चाहिँ सिभीहरु हेरेर त्यहाँबाट कम्पनीले सिलेक्ट गरेर छनौट गर्यो भने त्यस्तो अवस्थामा तपाई जान सक्नुहुन्छ। र यहाँ देख्न सक्नुहुन्छ यहाँ 6 वटा कम्पनीहरु रहेका छन्। एक दुईवटा कम्पनीबाट मैले अगाडि भिडियोहरु बनाएको छु, अपलोड गरेको छु। तपाईले ती कम्पनीहरुबाट कसरी एप्लाई गर्न सक्नुहुन्छ भन्ने कुराहरु मैले त्यहाँ देखाएको छ। तपाईले चेक गर्नु होला। र आजको यो भिडियोमा चाहिँ म तपाईलाई अर्को एउटा कम्पनीबाट कसरी तपाईले एप्लाई गर्न सक्नुहुन्छ भन्ने कुराहरु यहाँ म तपाईलाई देखाउने छु। र यो साइटमा चाहिँ अब तपाईले भिजिट गर्नुभयो भने यो चाहिँ क्यानाडाको गभर्नमेन्टको साइट हो। र यहाँ चाहिँ तपाईको अब ल्याङ्ग्वेजहरु कम छ भने 200 घण्टाको तपाईको इंग्लिशको अथवा भाषाको ट्रेनिङ दिन्छ पनि भनेको छ। तपाईले यो साइटमा भिजिट गरेर सम्पूर्ण कुराहरु चाहिँ बुझ्नु होला। त्यसदेखि पछाडी मैले यो सुरुको कम्पनीमा क्लिक गरेको छु एप्लाई गर्नको लागि। र यहाँ क्लिक गरिसकेपछि तपाईले अलिकति मुनि सार्दै गइसकेपछि यहाँ एउटा अप्सन तपाईले देख्न सक्नुहुन्छ। यसमा तपाईले क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अब यो तपाईले कम्पनीको साइटमा जान सक्नुहुन्छ। त्यसदेखि पछाडी अब यहाँ सम्पूर्ण कुराहरु लेखेको छ कम्पनीको बारेमा। तपाईले अब एप्लाई गर्नको लागि यो माथि 3टा बटनमा क्लिक गर्नुपर्ने हुन्छ। र यो कम्पनी चाहिँ एकदमै ठूलो भएको कारणले गर्दाखेरि तपाईको अब युएसए, अर्जेन्टिना, क्यानाडा, त्यसपछि तपाईको अरु कन्ट्रीहरुमा पनि यो कम्पनी रहेको छ भन्ने कुराहरु चाहिँ यहाँ गरेको छ। अब तपाईले जब एप्लाई गर्नको लागि यो 3टा बटनमा क्लिक गर्नु पर्यो। त्यसपछि त्यहाँ तपाईले करियर्स भनेर देखाएको छ। त्यहाँ क्लिक गरिसकेपछि अब तपाईले कुन ठाउँको एप्लाई गर्ने हो त भनेर यहाँ देखाउँछ। अब तपाईले क्यानाडाको एप्लाई गर्ने भइसकेपछि यहाँ माथि तपाईले एटलान्टिक क्यानाडा भन्ने अप्सन सुरुमा देख्न सक्नुहुन्छ। त्यहाँ तपाईले क्लिक गर्नु पर्यो। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ अब यहाँ भएका विभिन्न जबहरु तपाईको देखाउँछ, जुन अब अहिलेको अवस्थामा खुलेका जबहरु छन्। यहाँ देखाउँछ। तपाईले अब यसलाई ट्रान्सलेट गरेर नेपालीमा रिड गर्न चाहनुहुन्छ कुन जब छन् भनेर पनि तपाईले नेपालीमा पनि रिड गर्न सक्नुहुन्छ। आफ्नो हिसाबमा चाहिँ तपाईले चेक गर्नु होला। अब यहाँ विभिन्न जबहरु देखाएको छ। तपाईको यो फ्याक्ट्री वर्करको रहेको छ, यो गोदाम वर्कर भनेको। त्यसपछि यहाँ तपाईले सबै जबहरु हेर्नुस् भन्ने ठाउँमा क्लिक गर्नुभयो भने यहाँ अरु पनि जबहरु चाहिँ देख्न सक्नुहुन्छ। मेकानिकको रहेको छ, त्यसपछि तपाईको एग्रिकल्चरको रहेको छ भनेको छ। र यहाँ तपाईले उत्पादन सम्बन्धीको कामहरु भनेको छ। अलिकति पनि तपाई सार्दै जानु भयो भने यहाँ तपाईले माछा पालनको रहेको छ भनेको छ, इन्जिनियरिङको छ। त्यसपछि तपाईको यहाँ देख्न सक्नुहुन्छ यो माछा पालनको रहेको छ भनेको छ, ड्राइभिङको रहेको छ। यहाँ तपाईले चेक गर्दै जानु भयो भने अहिलेको अवस्थामा थुप्रै जबहरु चाहिँ निक्लेको छन्। अब यो 2025 मा त्यहाँ चाहिँ तपाईको कामदारहरुको जरुरी हुने भएको कारणले नयाँ जबहरु अपडेट भएर आएका छन्। तपाईले यहाँ आएर चेक गर्न सक्नुहुन्छ। विभिन्न जबहरु छन्। तपाईको अब ट्रक ड्राइभरको पनि देख्न सक्नुहुन्छ। यहाँ तपाईले क्लिनरको देख्न सक्नुहुन्छ। त्यसदेखि पछाडी तपाईको अलिकति मुनि सार्दै जानु भयो भने यो ह्याचरिङ सम्बन्धीको रहेको छ भनेको छ, कुकको उपलब्ध छ भनेको छ, ट्र्याक्टर ड्राइभरको रहेको छ भनेको छ। अलिकति मुनि तपाई सार्दै जानु भने यस्तै विभिन्न जबहरु छन्। अब तपाईले यहाँ चेक गर्नु होला तपाईको कुन फिल्डमा हुनुहुन्छ, कुन फिल्डको तपाईसँग एक्सपिरियन्स छ, कस्तो खालको जब चाहिँ यो भन्दा अगाडि तपाईले गरिराख्नु भएको छ त्यस्तो खालको जबहरु चाहिँ यहाँबाट तपाईले चेक गर्न सक्नुहुन्छ। त्यति गरिसकेपछि अब कुनै एउटामा तपाई एप्लाई गर्न चाहनुहुन्छ भने
यहाँ तपाईले त्यो जबमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईलाई म उदाहरणको लागि एउटा जबमा क्लिक गरेर कसरी तपाईले एप्लाई गर्न सक्नुहुन्छ भन्ने कुराहरु देखाउने छु। त्यही अनुसार तपाईले पनि आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। यहाँ अब विभिन्न जबहरु छन्, तपाईले चाहिँ चेक गर्नु पर्यो र तपाईसँग चाहिँ कुन जबको अलिकति बढी एक्सपिरियन्स छ त्यस्तो खालको जबहरु चाहिँ हेरेर तपाईले यहाँ एप्लाई गर्न सक्नुहुन्छ। र यहाँ एउटा मैले तपाईको फिश प्रोसेसिङ अथवा यो तपाईको माछा पालन, माछा काट्ने सम्बन्धीको काम चाहिँ यहाँ निकालेको छु। अब यसमा के काम तपाईले गर्नुपर्छ भन्ने कुराहरु लेखेको छ, रिड गर्न चाहनुहुन्छ नि रिड गर्नु होला। त्यसपछि अब तपाईले एप्लाई गर्नको लागि यहाँ सुरुमा आफ्नो नाम भनेको छ, थर भनेको छ, इमेल आईडी भनेको छ, यहाँ तपाईले आफ्नो फोन नम्बर राख्नु भनेको छ। यति कुराहरु राखेर यहाँबाट तपाईले चाहिँ यो कम्पनीबाट एउटा ओटीपी लिनुपर्ने हुन्छ। यी सबै कुराहरु राखेर तपाईले यहाँ नेक्स्ट गर्नुभयो भने तपाईको नम्बरबाट गर्नुहुन्छ नि तपाईको फोन नम्बरमा एउटा ओटीपी आउँछ। तपाईले इमेलबाट गर्नुहुन्छ भने इमेलमा एउटा ओटीपी आउँछ। त्यो यो ओटीपी तपाईले यहाँ राखिसकेपछि चाहिँ एप्लाई गर्ने फर्म खुल्छ। यसरी तपाईले ट्राई गर्नु होला। त्यसदेखि पछाडी अब तपाईको त्यो तरिकाबाट भएन, तपाईको ओटीपी आएन भने अलिकति मुनि यहाँ तपाईले गुगलबाट एप्लाई गर्ने तरिका देख्न सक्नुहुन्छ, फेसबुकबाट गर्ने तरिका देख्न सक्नुहुन्छ, तपाईले कुनै एउटा सोशल मिडियाबाट पनि एप्लाई गर्न सक्नुहुन्छ। र त्यहाँ क्लिक गरिसकेपछि चाहिँ अब तपाईले आफ्नो सुरुमा नाम, थर, इमेल आईडी, फोन नम्बर, त्यसपछि यहाँ तपाईले आफ्नो कन्ट्री र तपाई कुन ठाउँबाट हुनुहुन्छ भनेको छ। तपाईको आफ्नो जिल्ला चाहिँ यसले अटोमेटिक लिन्छ। तपाईले आफ्नो यहाँ जिल्ला टाइप गरिदिनु भयो भने तपाईको चाहिँ अब कुन प्रदेश हो, कुन जिल्ला, यी सबै कुराहरु चाहिँ यसरी तपाईले चाहिँ यहाँ भर्न सक्नुहुन्छ। र यो सबै कुराहरु यहाँ तपाईले भरिसकेपछि तपाईले चाहिँ आफ्नो सीवी र कभर लेटर अपलोड गर्नु भन्छ, त्यो पनि तपाईले अपलोड गरिदिनु होला। र यहाँ उदाहरणको लागि मैले केही कुराहरु भरेको छु, तपाईले आफ्नो हिसाबमा चाहिँ आफ्नो डकुमेन्टको आधारमा यहाँ फर्म फिलअपहरु गर्नु पर्यो। यसरी यहाँ सम्पूर्ण कुराहरु तपाईले फिलअप गरिदिनु होला। त्यसपछि तपाईले नेक्स्ट गरेपछि यहाँ तपाईले आफ्नो सीवी अपलोड गर्नु भन्छ, तपाईले सीवी अपलोड गरिदिनु होला। त्यसदेखि मुनि यहाँ तपाईले आफ्नो कभर लेटर अपलोड गर्न भन्छ, त्यहाँ तपाईले आफ्नो कभर लेटर अपलोड गर्नु पर्यो। उदाहरणको लागि कुनै एउटा सीवी कभर लेटर यहाँ मैले अपलोड गरेको छु। तपाईले अब सीवी मात्र अपलोड गर्दा पनि हुन्छ, कभर लेटर बनाउनु भएको छ भने कभर लेटर पनि तपाईले अपलोड गर्दा भयो। त्यसदेखि पछाडी यहाँ तपाईले टिक लगाएर अब नेक्स्ट गर्नुभयो भने यहाँ तपाईले केही क्वेशनहरु सोध्छ। तपाई चाहिँ अब यो क्यानाडामा काम गर्नको लागि लिगल हुनुहुन्छ, कुनै पनि तपाईको केसहरु छ कि छैन भनेर सोधेको छ, त्यसमा तपाईले यस गर्नु पर्यो। त्यसदेखि पछाडी यो सेकेन्ड अप्सनमा तपाईले आफ्नो यहाँ रिड गरेर त्यही अनुसार पनि टिक लगाउन सक्नुहुन्छ। कम्पनीले तपाईलाई चाहिँ रेफर गर्न सकेको छैन भने चाहिँ त्यसमा नो गर्नु पर्यो। तपाईले क्यानाडामा बस्नुहुन्छ कि हुनुहुन्न भनेको छ, त्यो तपाई अब क्यानाडा बाहिर हुनुहुन्छ भने नो गर्नु पर्यो। कुन ल्याङ्ग्वेज तपाई बोल्नुहुन्छ भनेको छ, तपाईले यहाँ इंग्लिश गर्नु पर्यो। त्यसदेखि पछाडी तपाईको चाहिँ कुन कम्पनीले चाहिँ तपाईलाई यो स्पोन्सर गर्छ भनेको छ, अब त्यसमा तपाईको थाहा छैन भने एनएल गर्नु पर्यो। त्यसदेखि पछाडी तपाईले त्यहाँ नेक्स्ट गरेपछि अब यहाँ तपाईलाई आफ्नो नाम राखेर चाहिँ एप्लिकेसन सबमिट गर्नु भन्छ। तपाईले आफ्नो फुल नेम यहाँ लेखिदिनु पर्यो। त्यसदेखि पछाडी तपाईले यहाँ सबमिट गरिसकेपछि तपाईले चाहिँ मेलमा तपाईको एप्लिकेसन सबमिट भएको छ भनेर मेल आउँछ। त्यसदेखि पछाडी तपाईको 35 दिन 3 महिना भित्रमा चाहिँ यदि त्यहाँको कम्पनीले सिलेक्ट गरेर छनौट गर्यो भने तपाईलाई मेल मेसेज गर्छ। तपाईले आफ्नो एप्लाई गरिसकेपछि मेलहरु चाहिँ चेक गर्दै गर्नु पर्यो। यसरी तपाईले चाहिँ यो प्रोग्रामको लागि एप्लाई गर्न सक्नुहुन्छ। र यो चाहिँ क्यानाडा जानको लागि अहिलेसम्मको सजिलो प्रोसेस रहेको छ। तपाईले आफ्नो ट्राई गर्नु होला। अब यसमा तपाईले केही कुराहरु बुझ्नु भएन अथवा तपाईको चाहिँ सीवी कभर लेटर बनाउनु पर्ने छ भने पनि तपाईले मलाई मेसेज गर्न सक्नुहुन्छ। र यस्तै भिडियोहरु हेर्नको लागि यो च्यानलमा जोडेर सब्स्क्राइब गर्न सक्नुहुन्छ भन्दै आजको रीति नै हस्त नमस्ते।